हेलो एभ्रिवान, छ्याजालो सबैमा। र आज चाहिँ हामी वामी जाँदैछौँ अनि मैले चाहिँ वहाँ कहाँ घुम्छ भनेर चाहिँ सानो भ्लग बनाउनेवाला छु। त्यो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सो हाई गाइज, यहाँ चाहिँ हाम्रो अस्तित्व छिन् र यो चाहिँ अब यहाँबाट चाहिँ हामीले हटिया बजार निस्किन्छ र हामी चाहिँ अहिले बतासे डाँडामा छौँ। हजुरले देख्न सक्नुहुन्छ। ओ माई गड, दामी छ भ्यू। सबै सल्लाहहरूको रुख भन्छ नि है, रुखहरू। यहाँ चाहिँ हाम्रो सुजल हिरो छन्। सुजल हाई। लजा छन् सुजल। किन लजाको? आता सुजल मामा घर जाने, चिच्ची पापा खानी। अझ भेना हुनुहुन्छ। गाइस यो सब देखिराख्नु, यो सबै पिक हो रे। हेलो, हामी चाहिँ अहिले सुबिसाके जूको घरमा छौँ र हजुर देख्न सक्नुहुन्छ सुबिसाकेले हामीलाई खाना बनाएर राख्नु भएको छ। बनाउँदै हुनुहुन्छ। आउनुहोस्। एकदम खुसी छन्। यो घरको मालिक सुबिसाके हुन्। यो चाहिँ सुबीले हामीलाई बनाइदिएको खाजा हेर्न सक्नुहुन्छ। सुरु गरेको खानै। साथीहरू अब हामी जाँदैछौँ। साथीहरू हामी यहाँसम्म आएको थियौँ, तर यहाँ बाटो चाहिँ बन्द रहेछ र मेरो दिदीलाई हेर्न सक्नुहुन्छ। त्यहाँ बिरामी भएपछि देखिनु भयो र त्यस्तो हुनुहुन्न। अनि यहाँ भेनाले गाडी फर्काउँदै हुनुहुन्छ। यता छिन् सुबी अनि म यहीँ छु। हेर्नु साथीहरू, यस्तो राम्रो भ्यू। हामी चाहिँ अब उता यो बिचको सिसा खाने हाम्रो यो बिचको होइन, वहाँ माथिको डाँडा बादल लाग्यो। माथिको डाँडाले हाम्रो रोशनी आजीले पहिला काम गरेको ठाउँ। अनि त्यहाँदेखि उता रम्म, अझ उता पान्डा खाने, यो हाँडी खोला, ऊ त्यो खरबाङ, ऊ त्यहाँ हाँडी जस्तो यत्रो ठुलो ढुङ्गा खाएको, त्यही भएर हाँडी खोला राखेको नाम। ऊ त्यो यस्तो टर्निङ छ नि हटे। ए हाई असु। हेलो। कस्तो रातो देखियो है। कस्तो चाहिँ यहाँ त हामी चाहिँ मालिका जान नपाएर अहिले चाहिँ हामी यहाँ घुम्नलाई आएको छौँ। तल खासै भिड त छैन कि। अस्ति त डराएन क्या अहिले। आज हेर्नु कस्तो राम्रो छ। अनि हामी चाहिँ यहाँ छौँ। यहाँ मेरो भाइ छ। भन्नु केही भन्न चाहनुहुन्छ? एकदमै गर्मी छ सिस्टर। हामी अहिले त गुल्मी जिल्लामा छौँ। ऊ त्यो छ नि, त्यो रुखको कलर कस्तो राम्रो हो के। त्यसको रुख रहेछ। बाटोभरि देखेको थिएँ तर केसको रहेछ थाहा पाएको थिएन। अनि त्यो रुख केसको रुख भनेर कलर ढुङ्गाहरू कस्तो राम्रो। पावर हाउस कुन? त्यो व्हाइट कलरको छ नि, त्यो त्यहाँबाट पानी सप्लाई गरेर लगेको ठाउँ। खुब गीत गाउँछ अनि कता गएको? हामी मार्टमा आइसक्रिम किन्नलाई। कस्तो वाला? हुन्छ।
अभी धन्नै लडेको किन चप्पल लाग्यो गाइस अहिले चाहिँ मैले रुमेवारी ड्रेस लगाएको छु अनि मैले चाहिँ फोटोसुटहरू गरेको थिएँ। यहाँ सुबीले चाहिँ मेकअप डन बाई सुबी हो अनि पनि सबै सुबीले लगाइदिएको हुन् र अहिले चाहिँ यसरी भिडियो बनाउँदैछु। अहिले चाहिँ मैले फेरि यो गाउन लगाइसकेँ साथीहरू। मलाई चाहिँ साडीमा राम्रो देखियो कि यसमा भन्नु होला कमेन्टमा। यता हेर्न अपी नमस्ते हेर्नु गाइस निस्क्यो। अपेक्षा कस्तो फिल भइरहेछ? अहिले त केही छैन पछि गएर के हुने होइन इजिली निस्क्यो त गालामा रौँ भएर है। क्रेडिट गोज टु सुभिक्षा साके। के निक्लिएन त यो ठाउँमा